हेलो फ्रेन्ड्स, गुड मर्निङ है। आज सन्डेको काम मेरो खास चाहिँ इम्पोर्टेन्ट चिज चाहिँ के रहेछ भने चाहिँ अब यो वासिङ मेसिन हाम्रो ल्याएको चाहिँ निकै साल भइसकेको थियो है। त्यसले गर्दा चाहिँ मेरो चाहिँ यो जुन चाहिँ यो वास रोटर हुन्छ होइन, यो चाहिँ बिग्रिसकेको छ नि त। तर यो मैले अनलाइन नयाँ मगाएर अब त्यसलाई चेन्ज गर्नु पर्यो भनेर चाहिँ भिडियो हेर्दाखेरि चाहिँ त्यसमा चाहिँ मैले एउटा इम्पोर्टेन्ट चिज चाहिँ के देखेँ भन्दाखेरि चाहिँ हामी वासिङ मेसिन त ल्याउँछ, तर त्यसलाई चाहिँ अब हुन्छ नि सफा कसरी गर्नुपर्ने रहेछ भन्ने चाहिँ मैले भिडियोमा पनि देखेँ है। त्यही चाहिँ आज म हाम्रो 10-12 वर्ष भइसकेको यो वासिङ मेसिनलाई चाहिँ आज फर्स्ट टाइम म सफा गर्दैछु हो। त्यसलाई चाहिँ अब सफा गर्दा कतिको मैला निक्लिँदो रहेछ तपाईँहरूले नै घरमै गर्न सक्नुहुन्छ रहेछ। त्यो कुरा चाहिँ आज चाहिँ म तपाईँहरूलाई देखाउँदैछु। अब फर्स्ट सफा गर्दाखेरि चाहिँ मेन मैला चाहिँ के हुन्छ, त्यो चाहिँ यहाँनिर जुन चाहिँ हुन्छ यो भित्र बस्दो रहेछ हो। यसलाई चेन्ज गर्नु पर्दाखेरि चाहिँ अब हामीलाई त थाहा छैन, आइडिया छैन। त्यसको लागि चाहिँ तपाईँले फर्स्ट चाहिँ योलाई चाहिँ यसो यसो गरेर कसो कसो गरेर फुत्त निक्लिँदो रहेछ यो चाहिँ हो। अन्त यो निकालेर तपाईँले यहाँनिर 3टा स्क्रु हुँदो, अनस्क्रु गर्यो हो, 3टा अनस्क्रु भयो हो। यो अनस्क्रु हुँदाखेरि चाहिँ यो टक्कै निक्लिँदो रहेछ। यहाँ हेर्नु सक्नुहुन्छ हिलोहरू यहाँनिर जति पनि छ मैला यसरी निक्लिँदो रहेछ होइन। यो त कम्ती नै होला, यत्रो मैला यसरी बसेको हुँदो रहेछ। कोही बेला हाम्रो वासिङ मेसिन अलिक पुरानो हुँदै गएपछि चाहिँ अब त्यस्तो मैला पनि जाँदैन भनेर हामीले कम्प्लेन गर्छ है। अब त्यो चाहिँ किन रहेछ भन्दा वासिङ मेसिनै मैला छ भने त अब हाम्रो लुगाको मैला कसरी जान्छ होला होइन। अब त्यहाँदेखि त्यो बिचमा त्यो 3टा त हामीले अघि अनलक गरेर यो बिचमा पनि रहेछ। यो बिचमा तपाईँले खोल्नुभयो भने तपाईँको यो चाहिँ निक्लिँदो रहेछ। एक्चुअलीमा मैले चाहिँ किन यो खोल्नु पो भन्दाखेरि चाहिँ मैले चाहिँ खासै यसलाई रिपेयर गर्नलाई खोलेको थिएँ। यो 3टा मेरो यो भित्र गएको थियो निकै वर्ष भयो। त्यसलाई हेर्नु सक्नुहुन्छ यहाँनिर मैला, यो चाहिँ तपाईँको मैला वासिङ मेसिनको पछाडि फर्काएर हेर्नु पऱ्यो भने यहाँ हेर्नु यस्तो खाले मैला चाहिँ तपाईँको जाम निक्लिँदो रहेछ हो। अनि यसलाई चाहिँ तपाईँले मजाले सफा गर्नु सक्नुहुन्छ हो। यसरी चाहिँ अब निकाल्नु थियो र तपाईँले यहाँतिर पनि अब सफा गर्नु सक्नुहुन्छ। अब त्यसले गर्दा चाहिँ तपाईँको एफिसियन्सी पनि बढेर जान्छ वासिङ मेसिनको। अब पहिला अब जतिको सफा हुन्थ्यो त्योभन्दा सफा हुन्छ होला। पहिला त अब आफ्नै वासिङ मेसिनै सफा राख्यो भने त त्यसले पनि त लुगा सफा हुन्छ होला। म चाहिँ त्यही भन्छु। यहाँ हेर्नु सक्नुहुन्छ यो मैला पनि गर्नु सक्ने काम हो र मैले आज चाहिँ अब देखाएको यहाँ हेर्नु सक्नुहुन्छ मैला नभए भने एक प्लास्टिक मैला चाहिँ तपाईँको चाहिँ वासिङ मेसिनकै डल्लै हिलो तपाईँको लुगाको मैला लुगाको उयोहरू तपाईँले जाँदै सफा गर्नु सक्छ। त्यतिबेला टिप्स मात्रै मेरोबाट सानो अहिले सन्डेको दिन भनेर मैले अब यो काम साँचेर राखेको थिएँ अस्तिदेखिको र आज तपाईँहरूलाई मैले भिडियो तपाईँहरूलाई समक्ष पुऱ्याउनु पाएँ भने खुसी लाग्यो। अब मैले फेरि मतलब धुइधाइ पारेर फेरि कसरी त्यसलाई उयो गर्छ त्यो भनेको छु। तर अब यो धोएर म तपाईँलाई देखाउँछु कतिको सफा हुँदो रहेछ। यो बिग्रेको चाहिँ यो जुन चाहिँ यो वास रोटर हुन्छ यो चाहिँ अब के भन्नु धुँदा धुँदै पुरानो भएर फुटेर गएको थियो। यो चाहिँ मैले नयाँ मगाएको छु एमाजोनबाट, मगाएर आफै लगाउनु पनि सक्ने रहेछ। तपाईँले यो डल्लै चेन्ज गर्छु भने चाहिँ महँगो पर्दो रहेछ। यो चाहिँ तपाईँले 150 रुपियाँमा 3टा पाइहाल्दो रहेछ। यस्तो साइजको तपाईँले ल्याएर लगाउनु सक्छ। अब मेरो नेक्स्ट भिडियोमा चाहिँ म चाहिँ अब यसलाई रिपेयर गरेर देखाउँछु। अब कतिवटा अब कुरा अब हामीले वासिङ मेसिन भन्ने बित्तिकै अब ठुलो काम सोच्छ नि त यस्तो कामहरू होइन। तर यसरी चाहिँ तपाईँले आफै सफा गरेर रिपेयर गर्नु सक्ने रहेछ हो। अब तपाईँहरूलाई यो भिडियो अब राम्रो लाग्यो भने अब सेयर गर्नुहोस्, लाइक गर्नुहोस्, कमेन्ट गर्नुहोस् हो। मेरोबाट त्यही आशा छ अब तपाईँहरू गर्नुहुन्छ होला, मन पराइदिनुहुन्छ होला भिडियो। अब हेर्नुहोस् त अगाडि चाहिँ हेरेर यो हेर्नु कस्तो सफा भयो अब हो। यही वासिङ मेसिन अब सफा भयो भने पनि हाम्रो लुगा त त्यसै पनि सफा भइहाल्छ नि। यसमा चाहिँ अलिकति सफा गरेर अलिकति पानी हालेर चाहिँ तपाईँले चाहिँ हेर्नुहोस् मजाले जुटले ब्रसले धुँदा पनि बेसी टाइम पनि लाग्दैन हुन्छ। तर प्रायः थाहा हुँदैन र गर्दैन यसरी सफा पानी खोल्यो अहिले त्यो निक्लेर त महँगो रहेछ कि यसलाई कति 3टा बजेर गर्नुपर्छ पानी पनि हुन्छ र अहिले कतिको मैला थियो। अब अहिले चाहिँ कतिको सफा हुन्छ देख्नु भइरहेछ कतिको सफा भयो हाम्रो वासिङ मेसिन। बेसी तपाईँले सफा गर्न सक्नुहुँदैछ। अहिले कतिको मैला थियो कतिको सफा रहेछ यसो सफा गरेर त्यहाँबाट पहिला फेरि अलिक सफा भइदिन्छ। अब नेक्स्ट टाइम यो त्यसको मैले सामान मगाइरहेको रिपेयर गर्नु लागि मेरो डल्लै देखिसकेको थियो यो वासिङ सफा भनेको त्यसलाई पनि कसरी अब मैले रिपेयर गरेर कसरी एडजस्ट गर्छ होइन त्यो म सबै गरेको। हुन्छ, थ्याङ्क यू।